शनिबारको दिन भएर होला यति धेरै मान्छेहरू आउनुभएको थियो। गाडीहरू यति धेरै थिए लाइनमा, हेर्नुहोस् यति धेरै। हामी 5 किलोमिटर हिँड्नेमा पर्यो। सल्यान टारदेखि हामी नरसिंहधामसम्म हिँड्दाखेरि हेर्न यति खुसी लागिरहेको थियो सुरुमा, तर जब हामी जाँदैछौँ यति धेरै हिँड्नु पर्दो रहेछ। बाटो भर्खरै ग्राभेल गरिराखेको, चप्पल राम्रो नलगाएर गएको छ भने बाटोमै चिप्लिने। बुढो आमाहरू पनि यसरी हिँडिराख्नु भएको छ, बाहरू पनि हिँडिराख्नु भएको छ। सुरुमा चाहिँ एकदम एनर्जेटिकका साथ हिँडियो। जब हामी हिँड्दै गयौँ साह्रै गाह्रो हुन थाल्यो, मुख प्याक हुन थाल्यो, यति गर्मी। हामी सल्यानटार पुग्दा 11 बजेको थियो। त्यहाँबाट हामी 11 बजे हिँड्न थालेकौँ। हेर्नु यसरी हिँडिराखेका छौँ। सानो नानीहरू मायालाई गाह्रो भयो भन्दैछन्। यत्रो धेरै हिँड्नु पर्ने ठाउँमा कुनै पनि व्यवस्थापन छैन। बाटोमा अलिअलि पसलहरू छन्, तर यति धेरै सामानहरू पनि छैन। अझ मैले त मेरो 2टा नानीहरूलाई लिएर गएको। यति दुःख पाइन्छ भने थाहा पाएको भए त जानलाई पनि सोच्नु पर्थ्यो। सायद यो टिकटक र फेसबुकमा अनि युट्युबमा धेरैले हेरेर के नहोला भनेर हामी सबै गएका हौँ, तर त्यहाँ पुग्दासम्म मैले जति सोचेर गएको थिएँ त्यस्तो केही पनि पाइनँ। कुनै पनि व्यवस्थापन छैन राम्रो। त्यत्रो मान्छे जाने ठाउँमा त व्यवस्थापन त हुनुपर्ने होइन र? न पानीको सुविधा छ, न